तपाईँ केपी ओलीलाई साँच्चै मान्नुहुन्छ होइन त? साँच्चै मान्नुहुन्छ? यो भिडियो हेर्नुहोस् अनि प्रतिक्रिया दिनुहोस्। बालुवाटार किन नबसेको भने भाङ खुवाएर, जाँड खुवाएर, गाँजा खुवाएर, हेरोइन खुवाएर, ब्राउन सुगर खुवाएर, व्हाइट सुगर खुवाएर उन्मत्त बनाएर ल्याएका छन्। मान्छे होसमै छैनन्। त्यस्ता मान्छे आक्रमण गर्न आए भने सेनाले त गोली चलाउँछ। जेनजी आन्दोलनमा मर्ने तपाईँका छोराछोरीले के साँच्चै जाँड खाएका थिए, भाङ खाएका थिए वा मादक पदार्थ खाएर झल्लु भएर चाहिँ सिंहदरबार चलाउन गएका थिए? राज्यका निकायले किन थाहा पाएनन्? प्रधानमन्त्रीजीलाई किन भनेनन्? तुरुन्तै एक्सन किन लिएनन्? किन रोकेनन्? एक्सन किन सेबोटेज गरेन भन्ने नलिँदा त यस्तो कति छ। एक्सन लियो भने के होला? पटक पटक प्रधानमन्त्री भइसकेका 70 पार गरेका यी वृद्ध केपी बाको यो अभिव्यक्तिले तपाईलाई के साँच्चै कुनै ठेस पुगेन? अहिले त यिनी यस्तो अभिव्यक्ति दिन्छन्। यदि साँच्चै तपाईले यी मान्छेलाई जिताएर सत्तामा पुर्याउनु भयो भने तपाईँ र तपाईँको बच्चालाई बाँकी राख्छन्? भागेर कहाँ गए? अमेरिका, भारत, पाकिस्तान, चीन, रुस, श्रीलङ्का, जापान। नेपाल मेडिकल काउन्सिलले के प्रुभ गर्न सक्छ? हाम्रा मरेका बाल बच्चा भाइ बहिनीहरूले हिरोइन खाएर, भाङ खाएर आन्दोलनमा गएका थिए अथवा यो कुरालाई के केपी ओलीले प्रष्ट पार्न सक्छन् प्रुफ सहित? यसको जवाफ तपाईले आउँदो चुनावमा दिनुपर्छ। जय नेपाल।